तपाईको घरमा खुसी अनि आनन्दको कुरा खोज्नलाई कतै जानु पर्दैन। यदि अनि तपाईको आफ्नो नानीहरूलाई तपाईहरुले हेर्नुहुन्छ, उहाँहरूले गरेको सानो सानो एक्ट, सानो सानो उनीहरूले गरेको पहलहरूलाई यदि हामी हेर्छ भने तपाईले र मैले आनन्द र खुसी पाउनको लागि बाहिर अनि गएर घुम्ने कुराहरू, बाहिर गएर महँगो महँगो कुराहरू किन्ने कुराहरू त्यो अलगै छ। तर सानो नानीहरू घरमा भएका ती तपाईको बच्चाहरूको सानो सानो काम अनि तपाईले हेर्नुभयो भने, हामीले हेर्यौं भने तपाईको र मेरो जीवनमा भित्री अन्तस्करणमा ठूलो खुसी मिलेर आउँछ। यो चाहिँ मैले महसुस गर्दैछु यी दिनहरूमा, किनकि यी दिनहरूमा म घरमा छु 3 महिनाको लागि अनि नानीहरूसँग समय बिताइरहेको छु। अनि उनीहरूले सानो सानो कामहरू, पापा म पनि काम गर्न चाहन्छु, म गर्छु भनेर उनीहरूले कति धेरैचोटि मसँग रिक्वेस्ट गर्नुहुन्छ। अनि आज चाहिँ मैले उनीहरूलाई ल तपाईहरु गर्नुहोस्, फेरि यो ट्रेको अन्डा पुरा फ्रिजमा 2 जना उपहार बस्न मिलेर अनि फ्रिजमा राख्नुहोस् भनेको उहाँहरू पनि खुसी हुनुभयो। अनि उहाँहरूको कामलाई हेरेर म पनि एकदमै धेरै खुसी भएको अवस्था भयो। त्यसकारण सानो सानो बच्चाहरूलाई पनि सानो सानो कामहरूमा सहभागी बनाउनु, उनीहरूले गल्ती गरेका पनि एउटा अन्डा चाहिँ त्यहाँ फुटिसकेको छ, तर एउटा अन्डा भन्दा पनि महत्त्वपूर्ण चाहिँ तपाईको नानीहरू।